अब गाइस रुमबाट बनाउन लाग्थ्यो कि भ्लग होइन त्यहाँ मान्छेहरू भयो लात लाग्यो कहिले हामी चाहिँ ठ्याक्कै आर्टिनिसमा छौँ अब हामी यहाँ गाडीमा वेट गरिरहेको छौँ हामी सबैले अब कृष्णलाई वेट गर्ने त्यसपछि कुशल चाहिँ उतै बल्खु उतैबाट चोबारबाट चढ्छ अरे अनि गाइस यो अब हामी यहाँ भ्लग स्टार्ट गर्नलाई यो गरेको अब हामी आरटिसीमा छौँ अनि यहाँबाट चाहिँ ठ्याक्कै यो अगाडि छ बस स्टपहरू अनि यहाँबाट गाडी चढेर जान्छौँ हामी आज जान लागेको चाहिँ कहाँ हो भनेपछि फार्पिङ भुन्डोल जाँदैछौँ अनि किन जाँदैन फार्पिङ भुन्डोल जाँदैछौँ गाइस आज कति अरे बिर्सेँ म त जेठ महिना कति गते 2082 साल जेठ महिना 18 गते हामी जाँदैछौँ आज हामी 5 जना मात्रै छौँ अरू सबै घर गए त्यही भएर हामी उता बस्छौँ ओ यो धरहरा भयो अनि ठ्याक्कै यतैबाट लाग्छ अरे गाडी हाम्रो दुईटा साथीहरू यता बसिरहेछन् गाइस एउटा मिस्टेक भयो के मिस्टेक भयो भने चाहिँ बुफरै ल्याउने बिर्स्यो तर केही छैन अब हामी कुर्दैछौँ यहाँ गाइस यही लाग्छ गाडी ठ्याक्कै यो धरहराको सिधा गाडी लाग्छ ऊ त्यो गाडी हो ल गाइस जाम कृष्णले धेरै ढिलो गरे आज आधी घन्टा ढिलो गरे म त फर्केर जान अशुभ हुन्छ भनेर म अनि उठिन गएन के अरे गुफर लिन गाडीमा थिएँ अनि बाटो भयो एउटा ल गाइस हामी जान्छौँ अब हजुरलाई बिस्तारै देखाउँछौँ गाइस हामी 1 घन्टाको यात्रापछि यो यताबाट आउँछ बस 1 घन्टाको यात्रापछि हामी यो फार्पिङ बस पार्कमा छौँ दक्षिणकाली जाने बाटो यता भयो हामी यताबाट आएको थियौँ अनि यता हामी यता चाहिँ जाने होला सायद यो भयो अझै त देखाएको कता गएको कुशल गाइस होइन यो होइन खास होइन चोबारगिरबाट चढेको बिचरा झालमा झुन्डिँदै आएको यो ए झालमा भन्दा सरी ढोकामा झुन्डिँदै होइन मैले भिडियो बनाउँछु भने चाहिँ मैले टाढा थिएँ कि न त देखाउँथेँ कि बिचरा माया लाग्दो उनीहरूको ओ ठुलो काम गर्छ गाइस अब हामी जाँदैछौँ बाटो चाहिँ यो है यताबाट गाडी आउँछ यता दक्षिणकाली यता जान्छ अनि हामी चाहिँ जानुपर्ने यता हो अब कता गइन्छ देखाउँदै गर्छु ल गाई चाहिँ दुईटा बाटो आउँछ यताबाट होइन यताबाट जानुपर्छ तिनीहरू अगाडि गइसकेँ म भिडियो गराउँदा म पछाडि आएको थिएँ यो भाइ यस्तो छ यो चोकबाट यता यो बाटो आउने यस्तो छ हाम्रो भिडियो सब क्यामेराम्यानहरू अगाडि गइरहेको छन् हाम्रो साथीहरू त्यहाँ टिकटक ड्राफ्ट हाल्दैछन् ल यति अहिलेलाई चाहिँ गाइस त्यो अघिको देखाएको चोकबाट सिधै आउने अनि यहाँ चाहिँ मान्छेलाई सोधेपछि यो असुरा के हुँदै जाने हामी किन देखाएन यो बिल्डिङ आयो भने ठ्याक्कै आउनु होला यताबाट यस्तो सिडी चढेर यता अनि हामी त्यो पुरै सिडी चढ्छौँ अघि मैले ठ्याक्कै तल बिर्सेको भिडियो बनाउनु ठ्याक्कै त्यो चौकदेखि हल्का अगाडि आयो भने ए आउँछ असुरा के यति जाने होइन ए बाटो यस्तो छ गाइस ल गाइस हामी उता सिडी चढेर उता नजाने यतातिर चाहिँ आउनु होला ठ्याक्कै यस्तो छ यतातिर चाहिँ यस्तो बब्बाल ठाउँ छ गाइस यो अब यस्तै छ सिडी नै हो अनि त्यसपछि म एकैचोटि असुरा के पुगेपछि देखाउँछु ल गाइस 5-10 मिनटको हिँडाइपछि हामी असुरा के भयौँ यता सिडी छ अलि यता भित्र छिर्नुपर्छ यो तर आयो भने आफै थप्पै हालिन्छ क्या बाटो चाहिँ हुन्छ नि सोध्दै आयो भने यता छ अरे फेरि कता तल गयो नि त हामी त ए यहाँ रहेछ यस्तो छ यहाँ म गाइस 1 बोतल पानीले पनि म थाकिसकेँ सिडी चढ्न गाह्रो हुन्छ कि यस्तो दामी छ यस्तो छ ल गाइस आयो असुरा के त्यही हो उता हातको निशान छ उता हातको निशान अनि के भयो अब हामी फर्क्यौँ गाइस हातको निशान छ खुट्टाको निशान नलामा भेटायौँ भने जान्छौँ नत्र हामी सिधै आफ्नो यात्रातिर लम्किन्छौँ उयो कस्तो राम्रो कि त्यता फर्को त ल
यता त हैन होला माथि नै भन्नुभएको थियो कि माथि नै ल गाइज यो मौनताको भ्लगको लागि क्लिप हिँड्न नसकेर फ्याँकेर चाहिँ जब जाऊ 1 लिटर पानी बोकेको छ पानी सिद्धौ अनि दौडा ओके गाइस ल कहाँ पुग्यो हामी बाटामा हामी असुरा नेक्स्ट ला कति भर्केर खिच्दै कति गाइज हामीले यहाँ फोटो सेसन हाम्रो सक्यो अनि यहाँ 10 मिनेटको फोटो छ गाइज हो यस्तो छ यो सिडी यो तल यस्तो छ हामी यहाँ फोटो सेसन गऱ्यौँ भिडियो पनि बनायौँ अब हामी जाँदैछौँ माथि त्यही हो यस्तो दामी ठाउँ चाहिँ आउनु लागि हुन्छ नि एकदम बेस्ट झनै माथि झन् यस्तो डेन्जर रहेछ वाउ त्यो कुशल गाइज देखिन्छ कि नै रोक्नु ल हेर्नु त गाइज यस्तो छ यो कुशल त त्यहाँ छ हे भगवान् आमामामामा गाइज भ्यू यस्तो पो हो त आज हामी फार्फिङमै छौँ गाइज यो घुङडोल नि कटा छैन असुरा के पुगेर रोक्ने आमै फार्फिङे नाइस गाइज सीन 3 2 1 गो वेयर वी आर हाम्रो भ्लगर सायद बिजी भएर मैले अर्को मोबाइलबाट भ्लग बनाइदिरहेको उता हुनुहुन्छ खै अर्को भ्लग ए मिल्छ अलिकति हाल्न क्लिप हाल्नलाई त मिलिहाल्छ नि होइन भ्लग बनाउने र हिँड्नै नसक्ने भ्लग बनाउने मान्छे भएपछि नि गाह्रो हुँदो रहेछ मन्दले हाल्दैन यो क्लिप रिअपलोड गराउने हो ल मन त हाल्नुपर्छ है यहाँ भिडियोमै अपिल भइसकेछ यो क्लिप आएन भने फेरि हामी लाइकै गर्दैनौँ ल अब थाक्यो अब तिनीहरू आउनुसम्म ठडाम कति बेरमा आउँदो रहेछ नि हेरौँ भिडियो त म एडिट गर्न पर्छ क्या बिचमा त्यो हाँसेको क्लिपहरू हालिदिनु कि अर्को खाऊ त्यो पानी माथिको लागि मेरैको झोला खान्दिन मेरै भएर बाँकी तातो भएको अब एकछिन चाहिँ खानु के कुद्दा कुद्दै त खान्छु म पानी खानु हुन्न रे के हुन्छ है दम पर्छ ल बाटोमै हेर न फेरि यो मान्छे झन् पिरो खाऊ अझ हिँड्दाखेरि मर्छ अनि यहाँ मेरो स्टोरेज फुल भइसक्यो छिटो ए छिटो आउन स्टोरेज फुल भइसक्यो राम्रोसँग आऊ ल भिडियो गराएको छ यस्ता छन् भ्लगर रे हिँड्न सक्नु छैन यत्तिकै यो क्लिप हटो भने अनसब्सक्राइब हुन्छ सब्सक्राइब भयो भने अनसब्सक्राइब हुन्छ यो क्लिप भ्लगमा हुन पर्यो आइफोनको क्लिपमा बिचमा यो क्लिप कतिले आउँदैन लास्टमा यही क्लिप हाल्दैन कसले गरे होइन के मेरो 8वटा जिमेल एकाउन्ट छ एउटाबाट गरेको छु 8वटा छन् 3वटा त 4वटा त गाइस यहाँ हल्का स्क्याम जस्तो कि कस्तो कस्तो भयो हामी यत्रो सिडी चढेर यो सिडी चढेर हामी यहाँ यो कि मन्दिर जस्तो छ कि यता आयौँ तर कसैले त्यही तलबाट नै यता मुड्ने भने कसैले सिडी माथिबाटै हामी यहाँ अलि हराएको अवस्था छ गाइस के 2 शब्द भन्न त यहाँ अब हामी फेरि यत्रो 1 घन्टा लाएर आयौँ अब आधी घन्टा त लाग्छ होला भाइ झर्न कुन बाटो थाहा भएन 2 शब्द गाइस यो मन्दिर मैले भ्लग होइन सबलाई पठाएको थिएँ कसैले नि सेभ गरेन मैले अब त्यो आफ्नो मोबाइलमा गरेको थिएँ त्यो मोबाइल लिएर आएन
यो मन्दिर चाहिँ जाम कि यहाँ मान्छे होला नि त यसो त गाइज हामी अब हिँडिरहेको छौँ यो मन्दिर यो भित्र त गएनौँ फर्किँदाखेरि टाइम भयो भने जान्छौँ हामी खास घुम्न जाने हिँडेको नि त यहाँ बाटो कन्फ्युजन भयो कसैको भ्लगमा एउटा बाटो थियो कसैको भ्लगमा एउटा अलिकति यहाँ मान्छेले सोद्धाखेरि अर्कै भन्छन् अब के हो थाहा छैन हामी चाहिँ यहाँ जाँदैछौँ बाटोको खोजीमा अब कुन बाटो जाने भनेर हामी हजुरलाई भन्छौँ बाई अहिलेलाई गाइस यहाँ हामीले काफल भेटायौँ यहाँ खुसी छन् हाम्रो क्लासको यहाँ है मलाई पनि है खै देखाउ न हात देखाउ न हात देखाउ न ओए हात देखाउ न तर भ्याइयो के अझै माथि माथि गयो भने हुन्छ ए झगडा गरे कुछ सबलाई देखाउ न जुमै भएन कि पागल यस्तो गर्न यस्तो ल कस्तो राम्रो ल देऊ मलाई अब रातो के गाइज मैले काफल कुसोले एउटा एउटा गरेर खाऊ न गाइज हैन गाइज काफल अमिलो माथि छ भने चढ्न हुन्थ्यो छैन रहेछ माथि रहन्छ अमिलो अमिलो रहेछ यस्तो रिसले दिएको काबाट हुन्छ नि खड्को परे मलाई त मायाले त पक्कै देखाइनौ तर अमिलो रहेछ गाइस चारवटा मात्रै दियो गाइस खोज्न पर्ने अवस्था छ एकजना त्यहाँ छिन् काफल हेर्नुहोस् मलाई देखाउ न यस्तो गर्दैन तर थोरै चाहिँ माथि माथि पाउँछ क्या दुईटा ए तिनीहरू उहाँ छ यस्तो भ्यूमा हामी तर हामी राइट डाइरेक्सनमा छौँ गाइस किनकि हामीले गुगल म्याप गरेको अब 1.8 किलोमिटर छ अरे हामी 1 घन्टा हिँडिसकेको छौँ ओ त्यो कुसले नि त रोक्नै म अगाडि लैजान्छु यतिको मङ्कीवाला गाइस साथी चाहिँ हुनुपर्छ ल स्टोरीमा भाइरल हुन्छ तिमी ल कहाँ आएको बिचमा सुन्तला कि अमला के खाँदै होइन यो काफलको त मिलेन गाना गाइस यहाँ सल्लाह छ डार्कला मिठो हुन्छ क्या ए यहाँ के भन्न सकिन्छ र गाइस देखिन्न यस्तो यहाँ आधी घन्टा भइसक्यो गाइस हामी एक काफलमा यहाँ खोज्दै यतिसम्म पुगेको छ अहिले हुन्छ एउटा दानाको 10 रुपैयाँ हामी राइट डाइरेक्सनमा रहेछौँ यतातिर भयो बाटो अब हामी चाहिँ 1.5 घन्टा हिँड्यौँ अनि हामी चाहिँ अब यो पछाडि छ नि यो अब यहाँ ग्राउन्ड आउँछ क्या एउटा खास 1 घन्टा लाग्नुपर्ने बाटो हामी चाहिँ त्यहाँ फोटो भिडियो के खिच्दा ढिलो भएर 1.5 घन्टा लाग्यो अब हामी यसरी जाँदैछौँ यता ग्राउन्ड छ गाइस अनि ग्राउन्डदेखि चाहिँ अनि सायद कति थाहा भएन अब हामी पनि गएपछि थाहा पाउँछौँ भ्लग हेरेको बिर्सेँ कि मैले त ग्राउन्ड आयो ग्राउन्डदेखि अझै अगाडि हिँड्नुपर्छ यस्तो दामी हामी हुन्छ नि लाइक 2टा बाटो छ अरे होइन अब हामी तल बाटो गएनौँ हामी यो फार्फिङ हुँदै आयौँ नि त माथिबाट यस्तो सही छ हामी काफल यति धेरै टिपेर खायौँ धेरै त यहाँ टिपेर चाहिँ खायौँ आज यो बाटोमै परेको भएर धेरै थिएनन् भित्रभित्र खोजेर अलिअलि खायौँ अनि यो गाइस फुटबल ग्राउन्ड हो गाइस त्यही हो इट्स ब्युटिफुल ऊ हामी यो बाटोबाट आएको यस्तो छ गाइस यो हुन्छ नि यस्तो दामी ठाउँ छ कि हुन्छ नि जहाँ बस म त जहाँ पुगे पनि भिडियो गराउनु मन लाग्छ हेर्नु न ल
ल गाइस खुसीको खबर ऐसेलु भेटेको छ तर यहाँ देखिन्न हैन देखाउ त हातमै ऐसेलु हामीले ऐसेलु भर्खरै पायौँ ए बोटबाट थोरै थियो ल त यो कुन बाटो भनेपछि त्यो ग्राउन्डदेखि सिधै एउटा मात्रै बाटो चाहिँ ए बाटो आउनु होला यसरी आउनु होला अब जाँदै गर्छौँ हामी दिस इज गाइज हाम्रो के भयो भनेपछि कृष्णले हैन त्यहाँ काफल टिप्दै थियो कि कृष्णले अनि त्यसपछि त्यो काफल टिप्दाखेरि चाहिँ अनि हामी त्यही अलिक उतै कि उतै ओरै बस्यौँ अनि त्यो कुशल अर्को ग्रुपसँग गफ हान्छु भनेर गएको गायब भयो कि अब यहाँ यस्तो यहाँ कस्तो बाटो हान्छ देखिन्छ कि नै यो एउटा बाटो यता छ एउटा बाटो यता पछाडि छ अब कुन बाटो जाने हामीलाई थाहा छैन तर हामी यो बाटो चाहिँ ओह्रालो छ यो बाटो चाहिँ उकालो चाहिँ सिधै माथिबाटै जाने अरे भर्खर कल गरेर उठायो त्यो कस्तो होला त्यस्तो मान्छे हुन्छ भनेको एउटा ग्रुपमा आइसकेपछि सँगै हिँड्नु नि होइन त्यो हामी काफल टिप्न लाग्यौँ त्यो त अर्को ग्रुपसँग गफ हान्नलाई गएको त्यो दादा दिदीको ग्रुपहरू थियो कि अनि उहीसँग छ फेरि गुगल म्याप हामीलाई थाहा छैन हामीसँग छैन तर यही माथिको बाटो अरे अब जाँदैछौँ गाइस यो म जिन्दगीमा आएको यो ठाउँ चाहिँ हुन्छ नि यस्तो दामी छ कि होइन एकचोटि चाहिँ आउनुपर्छ यहाँ चाहिँ त्यो फार्फिङको सिडीदेखि लगेर त्यो बिचको बाटो हरियाली यो काफल टिप्न छुट्टै मजा यस्तो राम्रो छ क्या यस्तो राम्रो ग्रिनेरी एरिया यस्तो छ क्या हामी तराईमा बसेको मान्छेलाई त पहाड त एकदम फेरि त्यहाँ काफल टिप्न लगाइसक्यो तिनीहरू हाम्रो यस्तो रातो मात्र भेटेको थियो अहिले यस्तो कालो पनि छ क्या हो यही यस्तो कालो यो कालो भनेको डार्क यस्तोलाई मिठो हुन्छ अघिसम्म यस्तो भेटेको थियो गाइस हामी यहाँ आधी घन्टामा भन्नु त मिल्दैन तर 10-15 मिनट उ चढेर एउटा यता लगाएको छु गाइस मैले देखाउनलाई हो कि यो हेर्नु देखाउनलाई हो कस्तो टल्क्यो क्या अब गाइस अब त हामी जान्छौँ खुरु कुशल छैन हामीसँग के भन्छौ यसलाई नेपाली चित्रा कि चुत्रा हो गाइस ब्लुबेरी बोर त्यहाँ छ त्यहाँ जान जग्गा पनि राखेन मलाई अब हामी गोरेटो हुँदै उता भित्र छिर्छौँ यस्तो घाम छ गाई जस्तै थाक्यो खै त ए गाइस ब्लुबेरी त ठुलो हुन र हामीले चुता भन्छौँ यस्तो दामी छ गाइस थाकेको अवस्था पसिना छ यहाँ अब यो खस्यो यो चाहिँ यस्तो गरेर खाए दाना निकाल्ने यस्तो गाई जस्तै थाकेर बसेको छ यहाँ अर्को ग्रुप हुनुहुन्छ अङ्कलहरू यस्तो धेरै छ यहाँ अनि यो चाहिँ यसरी देखिया छैन म त काँडै नदेखे हाल्छु ए यस्तो हुन्छ ए यो यति धेरै छ यहाँ यस्तो चर्किया छ गाउँमा यस्तो ग्रिनरी एरिया छ गाइस हामी एक्सप्लोर गर्दैछौँ यहाँ अब यस्तो पनि बाटो छ यहाँ अहिले चाहिँ बल्ल होइन ऊ भयो नि त्यति घाम भएन अहिले चाहिँ तर अघि रेस्ट गरेर यति धेरै ब्लुबेरी छ गाइज हामी भुङडोल निक्लेको मान्छे यहाँबाट के गल्ली छिरेर यहाँ यो चम्पादेवी जाने बाटो निक्ल्यौँ क्या हामी अब हामी यहाँबाट ओर्लिँदैछौँ यताबाट गयो भने चम्पादेवी जान्छ यता हामी तल भुङडोल ओर्लिँदैछौँ अलि गाइज त्यो लोकेसन हामीसँग हेर्न आउनुलाई म त राम्रोसँग झन् बनाउँला भनेको हामी आफै पनि झुक्यौँ क्या त्यो थियो नि ओह्रालो र उकालो बाटो थियो नि दुइटा अघि मैले भनेको थिएँ नि हो त्यहाँ सायद अलि ओह्रालो बाटो जाने जस्तो लाग्यो क्या देखिन्छ कि नै यो एउटा बाटो यता छ एउटा बाटो यता पछाडि छ अब कुन बाटो जाने हामीलाई थाहा छैन तर हामी यो बाटो चाहिँ ओह्रालो छ यो बाटो चाहिँ उकालो झन् हामी यसरी जान लाग्थ्यौँ चम्पादेवीको आधी बाटो पुग्यौँ त्यो बाटोमा काफल ल एउटा यस्तो दामी भ्यू छ गाइस अब म एकैचोटि हजुरलाई भुङडोल पुगेपछि देखाउँछु ल बाई बाई फाइनल्ली गाइज हामी यो यता चम्पादेवी जाने सिडी थियो नि त अघि हामी ओर्लेर यो चाहिँ यतातिर छौँ गाइज फाइनल्ली इन डेस्टिनेसन यो पो हो त
हामी खास उताबाट आएर उ गर्नुपर्ने यतातिर यो चम्पादेवी जाने बाटो ठ्याक्कै उल्टो हराइसी कसको केही लाग्छ र आमा म कस्तो चिसा हो चलेको ल गाइस हाम्रो आजको चटपटे काँक्रा अनि अमिलो पानी खाने हो कि आज गाइस हामीले त्यस्तो ठाउँमा छौँ हामी तर यो चाहिँ आइडिया कसको दामी पानी कति त्यो महँगो दुईटा गाइस ल नुन ल्याउ त अलि उठाउन डल्यो ए हुन्न ए गाइस हाम्रो यस्तो घाम छ छातामा बसेका छौँ हामी ल्याउ त हाम्रो नयाँ टेक्निक हामी अमिलो पानी बनाउँदैछौँ हामी शुद्ध आज कोक बनाउँदैछौँ आज गाइस अब हेल्दी कोक खाने हो कि हामी सबै चाहिँ नहाल्ला के यस्तो आइडिया चाहिँ कुशलको हो यत्रो यत्रो ऊ हुँदा एमा चाहिँ नगर्ने रे त्यहीमा चाहिँ गर्ने रे गाइस मैले आफूलाई पनि देखाएँ एउटा एक टुक्रो पनि छैन टुक्रो त छ हो लगायत हाम्रो यहाँ चटपटे बन्ने प्लानिङ छ पावर अफ कुशलजी कस्तो राम्रो देखा तर कुशल है तिमीलाई भाइ एउटा मोबाइलको कमाल एउटा सिमको कमाल गाइस हाम्रो क्लासको यो धेरै जान्ने भयो एउटा इनी अनि एउटा इनले मैले खास निम्बु पानी मात्रै खाने भनेको यो कालो चुप पनि हालेर कोक बनाउने भनेको देख्दा राम्रो होइन यो सेम त्यो क्यामेरामा राम्रो होइन रियलमा यो सेम गाइस त्यो त्यो पहेँलो खोलामा पानी बग्छ नि गाइस त्यस्तै देखेर तर मिठोस खाँदा मिठोस हेर्दा जस्तो भए पनि अझ यसमा अलिकति त्यो कति धेरै कोक हाल्यो केले कहाँ कति हाल्यो के गाइस हाम्रो उता टाइम लाइस भइरहेको छ अहिले यस्तो राम्रो मौसम गर्यो अहिले हाम्रो रामसल टाढाबाट गरौँ हेर्नु गाइस हामी चटपटे बनाउँदैछौँ म यिनीहरूलाई 50-50 को बेच्न बेसी हो किन तिमी यो फोर कलेक्ट गरे होइन यो हामी एकदम कोल्ड ड्रिङ्क्सलाई बाहिर फालेर कोल्ड ड्रिङ्क्सको बोतल मात्रै युज गरेर चाहिँ हामीहरूले एकदम सर्बत पानी बनाएर खान्छौँ हामीहरूले अर्को खेपदेखि हामी यसमा बनाउँदै यसमा अलिकति होइन अब अर्को खेपदेखि हामी माटोको गागी माटोको भाँडोमा बनाउँछ एकदम चिसो हुन्छ तर बनाएको चाहिँ मैले नै हो मैले कताबाट खिच्ने हो मैले नै हो कागती काटे चाहिँ मैले ए कागती काट्ने हो हामी बोलेर यताउति गरेको हो क्या त्यो सिनेमेटिक देख्न यो पनि हाल ल हुन्छ त्यतिले ओए छाता लाग है कसले खुट्टाबाट छोड्न लाग्थ्यो मैले खुट्टामा हाले थिएँ उ गरेको ल भन बहिनी गाइस हैन अनि मैले उसलाई 1 मिनेटको भ्लग बना भनेको एकछिन क्लिप खिच्छ सुट्टै गरिहाल्छ अब यतिकै गरौ बनाउँदिन मलाई अघि लाग्छ क्यामेरा देखाउ सबलाई यार किन मलाई यति थाहा छ मैले बनाएको यो अरुमा जान्दिन त्यो कालो त्यो चुगाले नि मिठो भयो तर बहुत मिठो भयो खान्छै स्किन अघि नै भने हो कि हुँदैन हाल्नै हुँदैन यो मलाई नहाले निकाल्नु भनेको हो केटा कागती चिनी हाल्नु त मिठो हुन्थ्यो यो मलाई नहाली निकाल भन्ने चाहिँ को गाइस हाम्रो जुठो चल्छ है चल्दैन यो हुँदैन यसरी जुठो त चल्दैन जेस त्यस्तो जुठो रामसँग समाते थियो क्यामेरा भिन्नदो समाते मेरो लङ ओ जुठो गरेको ब्लग गराउने अलि जडी उता देखाउ यसको बाहिर त के हुने यस्तो त चल्छ बाहिरको त चल्छ त्यसको बाहिरको त चल्छ के सबै नै मैले ए 1 मिनेट भयो बन्द गर्दिन बन्द गर्दिन अमिलो हाल्यो कागती परमिसन ग्रान्टेड हाल्ने हो सबै हाल्ने ल गाइस मैले बनाएको चटपटे अर्ग्यानिक ड्रिङ्क हाम्रो थ्याङ्क यू सो मच अनि यो नै भयो गाइस म त पुरै ब्याक अघिदेखि ब्याक क्यामेरा मात्रै गराइछु फ्रन्ट क्यामेरा गराउनु बेसी यसरी बसेको छौँ हामी अब हामी यहाँ चटपटे खान्छौँ म आफूदेखि नै देखेन कि यस्तो दामी ठाउँ छैन अब हामी तर कस्तो को भन्दा त बरु यस्तै अर्ग्यानिक राम्रो अमिलो पानी गर्मेनामा मैले गराएको लेख नाइस त गाइस ल भन चटपटे चाखा सबले नि रिभ्यू देऊ आइटी गाइस आइटी पढेर केही गर्न नसक्यो नि यसले यो बेचेर खान्छ अनि म चाहिँ चटपटे बेचेर चटपटे बिजनेस खोल्नु पर्ला गाइस चाख्नु ल सबैले हो ल चियर्स गरौँ चियर्स ल एक सुर्की लिइसकेपछि चियर्स गरौँ ल चेस ओइ कता गइन कति ओए मलाई काटे ल खाऊ त
नभन्ने खाएपछि कसरी नभन्ने भिडियोमा गाई म त आफूले जनाएको चटपटे खान्छ गाई जब आफूले बनाएको सबैले राम्रो भनिहाल्छ नि मिठो छ मिठो गाई ठिक छ भएको उस छैन ल अब हामी बिस्तारै बिस्तारै ल कस्तो कस्तो छन् ल ल किर्ति मोटे मलाई मिठो लागेन तिम्रो लागि बनाने होइन तिमीले त्यहाँ आफूले बनाएको त्यही ऊ खाऊ तिम्रो लागि बनाएको नि होइन भनेको खानालाई बनाएको नि खाऊ तिमी आएको गाइस हाम्रो यहाँ खाएर सक्यो यस्तो घाम लागेको छ अहिले अहिलेसम्म हामी 2-3 चोटि गइसक्यौँ घुम्न त्यतिखेर जाँदाखेरि कि जहिले चटपटे बनाउँदाखेरि कति धेरै चटपटे बस्थ्यो के योचोटि चाहिँ चटपटे बचेन गाइस हामीले पुरै ट्याक्कै सक्यौँ एकदम ठिक्क एकदम ठुलो कुरो भयो गाइस ओइ मोटे नगर्नु त्यही गाइस अब हामी यहाँ यस्तो कतैतिर लाइटिङ परेछ के भन्छ छाता उडिरहेको छन् छाता यस्तो राम्रो हुँदैछ अब हामी एकछिन यहाँ उ गर्छौँ रेस्ट गरेर अनि भिडियो टिकटक गराउँछौँ त्यही हो हाम्रो क्लासको केटाहरू होइन क्लासमा मात्रै होइन कि यिनीहरूको यतिसम्म गयो नि त यिनीहरूलाई कति मनपर्छ होला क्रिकेट त्यो बल छ होइन लट्ठीले खेलिराख्ने कि यिनीहरू यस्तो हो क्रिकेट खेल्ने ठाउँ जस्तो त यहाँ छ गाई जस्तो यिनीहरू आफ्नो छुट्टै तालमा छन् तिनीहरू आफ्नै तालमा टिकटकको सिकिरहेछन् अनि म यहाँ ब्लग बनाइरहेको छु गाइस यता कस्तो दामी ठाउँ चाहिँ है लुटे 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 त्यही हो गाइस ब्लगर दिदी फोटो खिच्न सिकाउँदै अरूलाई होइन आफ्नो आँखा चिम्लेको आयो भनेर होइन ल ल गर के गर्ने यो क्लिप आएन भने नि तिमीलाई मैले जान्छु ल मिलो फोटो भिडियो टिकटक बनाएर सकेँ मैले अब हामी फेरि अर्को एउटा कमेडी टिकटकमा फेरि नाच्ने टिकटक बनाउँछौँ गाइस ग्रुप फोटो खिचेर सक्यो कस्तो कालो आयो बादल उता डान्स स्टेप सिक्दैछन् गाइस होइन तिनीहरू अनि यिनीहरू यस्तै गर्दैछन् यस्तै छ यहाँको भ्यू होइन अब यसमा गर्यो भने यो नजाने यदि गर्न यो गर्यो भने रिफ्रेस हुन्छ कि फेरि यो जान्ने यस्तो गर्यो जान्नु त्यसलाई गर्नु मेरो राम्रो हुन्छ इफेक्ट नै आउँदैन नि त आइफोन बोकेर अर्को कुन क्यामेरा सोधिरहेछ ल ब्लगर साथी मी इज द ब्लगर को क्यामेराम्यान को डिरेक्टर खोइ त्यस्तो गर्ने हामीले म राम्रो गर्नु जाऊ नि त कपाल डान्स हान्देऊ डान्स भिडियो पनि बनाएर भ्याइमा बसेछन् डाउनलोड गरेँ दुर्गेश थापाको गानामा नि टिकटक बनाउने रे के यहाँ त्यस्तो मेरो भ्लग बनाइरहेको छ गाना पछाडि बजाइराख्ने कि यस्तो डिस्टर्ब गरिरहेको छ यहाँ त्यो ऊ भयो भने क्रप डेटा के भन्छ नि भिडियो त्यो भने चाहिँ हुन्छ फेरि कौन करता है गाइस ऐसा हेर्नु पागललाई हेलो गाइज म मौनताको साथी कृष्ण मौनताको साथी कृति म त कोही हैन म कुशल मात्रै हो मलाई बाटामा भेटेर ल्याए अर्को ग्रुपको मान्छे हो नि त यो त कहाँ हामीसँग हिँड्दै हिँडेको हुन्छ नि ग्रुपमा हामीलाई छोडेर त्यो अर्को ग्रुपसँग पुगेर यहाँ हराएन हामीले यसले गर्दा हो कि खास हराएको चाहिँ तिमी भए हामी यतैबाट आउँथ्यौँ के सोधेर होइन यताबाट आउँथ्यौँ के हैन यस्तो उकालो हिँडाइदिउँ बुढाबुढीहरुलाई तर गाइस राम्रो थियो उल्टो बाटो गए नि राम्रै थियो कहिले काफल नदेखेकोलाई काफल खुवाइदिउँ भनेर तर त्यहाँसम्मको माइकले सुन्दैन
दामी ठाउँबाट हामी यस्तो ठाउँबाट हामी जाँदैछौँ। भुन्डरलाई बाई बाई गरेर हामी यहाँ जाँदैछौँ। बाई बाई भुन्डर। हामी आउँदा अर्को बाटो थियौँ अनि यो खास एक्चुअल बाटो चाहिँ यो हो कि, तर हामी आउँदा अर्को बाटो आयौँ। वाला त्यो भुन्डरको सिधै बाटोबाट यस्तो सिडी रहेछ। अब जाँदैछौँ। फेरि एउटा टिकटक बनाउने रे गाइस। खास जाँदाखेरि गराउने टिकटक, फेरि आउँदाखेरि गराइरहौँ किनकि त्यतिखेर कुशल थिएन नि त, त्यही भएर। हामी अब तल झर्दैछौँ भुन्डरलाई बाई बाई भनेर। तलतिरको यात्रा सुरु भएको छ। ममताजी यता हेर्नुहोस् त। म बल्ल क्यामेरामा देखेर राम्रोसँग। यो गाइस हामी ओर्लिँदैछौँ अनि त्यसपछि अब फेरि आज एउटा टिकटक गराउन बाँकी छ। माथि तलबाट पानी बोकेर आउँदै हुनुहुन्छ। माहौल राम्रो छ, आउनु पर्ने जस्तो ठाउँ छ। साउन्ड त कस्तो पिसफुल छ, क्रिकेट्सको साउन्ड। ओके अघि हामी खास न गाइस त्यहाँ माथि थियौँ कि, त्यो माथि त्यस्तो बाटोबाट एक कताको त्यो माथि थियौँ कि, त्यो बाटो पुरै सिडीहरू देखेको थियो कि। तर केही छैन, हामी त्यो बाटो गयौँ। हामी फार्मिङ पनि घुम्न पायौँ। अनि त्यो एउटा कुन मन्दिर पनि पर्छ क्या त्यहीमा, त्यो अनि फुटबल ग्राउन्ड हुँदै आयौँ नि त। नत्र यो अब कुन बाटो निक्लिन्छ हामीलाई पनि थाहा छैन होइन। यो खास रोड चाहिँ अब भुन्डुर मात्रै आउनु पऱ्यो भने चाहिँ खास रोड चाहिँ यो हो कि, तर अब कुन बाटो निक्लिन्छ थाहा छैन। अघि हामीले यही देखेको थियौँ कि, यही त्यहाँ माथिबाट यहाँनिर तल। न त त्यो फुटबल ग्राउन्ड कटिसकेपछि नै बाटो हुनुपर्ने थियो होइन, तर हामी त्यो 2-3टा बाटो कति धेरै थियो कि छुट्टेको। अनि कुन बाटो गयौँ कुन बाटो गयौँ थाहा नै भएन, तर पुग्न चाहिँ पुग्यौँ। जुन बाटो पनि पुगिन्छ हो। हामीले अघि यही देखाएको थियौँ त्यहाँ माथि खास यस्तो छ यहाँ गाइस, खाइ जस्तो। ल एउटा गाइस तिमीहरू सबलाई देखाइरहेको छु मैले। ल अब मैले बन्द गरेँ। हामीले यस्तो दामी हेर्नु त, यस्तो पुरै स्लाइड छ क्या, पुरै माथि ठाडो उकालो। यो भनेको यस्तो ओह्रालो। उता सिडी छ क्या, उतानिर तल सिडी छ। त्यो हामी टिकटक बनाउने भने नयाँ स्पोर्टमा आउँदाखेरि हामीले नयाँ ठाउँ भेट्यौँ। अहिले म ठ्याक्कै तल गएर देखाउँछु के, हाँस मात्रै गाई तिनीहरू। त्यो छ कि गाई चाहिँ पुरै यो ठाडो उकालो छ। अनि हाम्रो चङ्खे बादलहरू यहाँ बसिरहेछन्। खास अघि हामी यो सिडी चढ्दा थियौँ त, सिडीको माथि यस्तो ठाउँ थियो कि हो यस्तो। अब हामी चाहिँ अब घर जान्छौँ। अब मतलब के ओर्लिँदैछौँ। अब बिचमा कुन कुन बाटो निक्लिन्छौँ थाहा छैन, त्यो चाहिँ देखाउँदै गर्छु ल। त्यो भ्यू छ गाइस, यो देख्दा है यस्तो नाइस छ कि। आज भिडियो कति लामो भयो होला, यस्तो राम्रो छ कि। हुन्छ नि के अरे खिच्दा नि भन्दा नि कस्तो हुन्छ नि, हरेक ठाउँको नयाँ नयाँ ठाउँ आउँछ अनि यस्तो दामी दामी, अनि खिच्न मन लागिहाल्छ। तर आज भ्लग जति लामो भयो नि म त हाल्न चाहिँ सबै हुन्छ नि, सकेसम्म जति मिल्ने गरी चाहिँ हाल्ने हो। त्यही हो। यसरी म पावर ब्याङ्कमा जोड्दै पावर ब्याङ्क ब्यागमा राखेर यसरी हिँडिरहेको छु क्या। त्यही भएर अगाडि भिरेको गाइस ब्याग मैले। त्यो डाँडो बाटो हेर्नु यस्तो बाटो, तर हामी कुन बाटो निक्ल्यौँ हामीलाई पनि थाहा छैन है। मैले त्यो भिडियो बनाउनै पाएन क्या, यस्तो स्लाइड थियो। खास हामी कुन कुन बाटो हिँड्ने पनि थाहा छैन। म त हिँड्न सक्छु, यस्तो बाटो हामी गाइस। अब हामी रोड निक्ल्यौँ के, त्यो हामीले जुन अघि हामी असुरा केप देखेको थियौँ नि हो, त्यो देखिहाल्यौँ हामीले। ल गाइस म बन्द गर्छु अहिले। फेरि यहाँ मेरो यस्तो बाटो हो। हामी होइन त्यो के डाँडोवाला बाटो नलाएर कि कतै भित्रबाट छिरेको थियौँ। लास्टमा त हुन्छ त्यो बाटो नै बन्द भयो कि, त्यो पाहाड नै सक्यो। अहिले हामी मेन रोड निक्लिरहेछौँ कि। अब के गर्ने, अब हुन त त्यहाँ फेरि कस्तो हुन्छ भनेपछि हाम्रो फार्मिङमा चाहिँ 6 बजेसम्म चाहिँ गाडी बन्द भइहाल्छ क्या, मतलब त्यसपछि राख्दैन क्या गाडी। अनि त्यही भएर मलाई लाग्यो त्यो असुरा केप हो कि समथिङ के हो, त्यही केपको त्यो हो कि भनेको त त्यो स्टुपा रहेनछ कि। तर हामी अझै बहुत हिँड्नुपर्ने छ। यो यस्तो हिँडिरहेको छ, मेन रोडमा आयौँ। पाहाड माथि छ। हामी कुन बाटो आयौँ कुन बाटो पनि थाहा तर एकदम एडभेन्चर भइरहेछ गाइस हाम्रो। यस्तो एडभेन्चर अब त्यतिखेर क्यामेरा निकाल्दा त मिल्दैन होइन त, यस्तो दामी छ क्या। तिमीहरू पनि कराउनै म अगाडि आउँछ दोस्तो के अरे दोस्तो के अरे हम सब एडवेंचर में जा रहा है। तुम
सब लोग रेडी हो ना हो के भन्छ अनि त्यसपछि गाइस हामी रोड निक्लिनु भयो यो भन्दा बढी एडभेन्चर चाहिएन तर गाइस हामी लास्ट एडभेन्चर गर्यौँ कि आज हुन्छ नि जाँदाखेरि पनि कुन बाटो गयो कता कता आधी बाटो हुन्थ्यो कता कता गयो आउँदा पनि आधी बाटोदेखि मेन रोड निक्लियौँ कि यो मान्छे ठाउँमा पुग्दैन हामी माथि पुगेर तल झरेर ठाउँमा पुग्यौँ मान्छे तलबाट माथि जान्छ हामी माथिबाट तल गर्नु के हो के तर यो भ्लग हेरेर चाहिँ मतलब हामीले पत्ता नआएको नि साउन्ड सुनि कहाँबाट साउन्ड आएर आयो भनेर त्यही बल्ल होइन कुन बाटो कतातिर रिलेटेड रहेछ मैले बल्ल बुझेँ होइन रोडै रोड आयौँ अब हामी ठ्याक्कै अघि जुन ठाउँबाट असुराके भयो हामी माथि छिरेको नि त्यो यतातिर अहिले रोकै म देखाउँछु भर्खरै देखाएँ म असुराके अगाडि पुगेपछि बाटो हामी असुराके भ्यायो नि त हामी खास यहाँबाट उता भित्र छिरेर हामी असुराके बाटो माथि फार्पिङ हुँदै गयौँ नि त भुङडोल जसको रोड छ गाडीहरू छ नि मतलब बाइकहरू तिनीहरू चाहिँ यो बाटोबाटै जाने रहेछ कि बाटो गएर ठ्याक्कै त्यहाँ ऊ आउँछ के अरे के भन्छ त्यसलाई अब त्यो स्टेसन टाइपको क्या लाइक त्यो बाइकहरू राख्ने ठाउँहरू आउँछ अब जसलाई हाइक गर्न मन छ भनेपछि यो बाटो जानु रोड किन हाइक गर्नु होइन यसबाट असुराके भयो हामी अघि सुरु जुन ठाउँबाट हामीले हाइक सुरु गरेको थियौँ त्यही ठाउँ हुन्छ यसरी कनेक्ट भएको रहेछ गाइस अब बिबिसमा बाटो चाहिँ अब हामीले मेरै भ्लगको बाटो गए नि भयो जान चाहिँ अब हजुरहरूलाई अब कुन बाटो लाग्छ हुन त हामीलाई पनि त्यस्तो थाहा भएन तर मैले त्यति चाहिँ थाहा पाएँ हामी चाहिँ यो बाटो ठ्याक्कै निक्ल्यौँ हाइक जाँदा चाहिँ हामी यो बाटो गएको थियौँ सुरुको बाटो त्यही हो थाकियो खतरा हामी त जाँदा यताबाट गयौँ तर आउँदाखेरि यो बाटो आयौँ कि हामी यस्तो खतरा छौँ गाइस अब यस्तै छ हामीले 100 बाटो थाहा पायौँ धेरै एक्सप्लोर भयो है तर आज ल भन भ्लगमा कस्तो भने चाहिँ एउटा भ्लग चाहिँ हाइकवाला भ्लग थियो एउटा भ्लग चाहिँ त्यो गाडीवाला अनि हामी हाइकवाला भ्लगबाट गएको अनि त्यसपछि त्यो गाडी राख्ने ठाउँ कहाँ छ भनेर खोज्नाले हैरान लास्टमा त खास त यो मेन रोड गएपछि पो आउँदो रहेछ फर्किँदा फेरि हामीबाट अब भ्लग अब हेरेपछि बुझिन्छ नत्र यो त रमाइलोको लागि मात्रै बनाएको भ्लग हो त्यस्तो लोकेसन सकेसम्म लोकेसन राख्ने ट्राई गरेँ भनेको अब हामी पनि त्यस्तै उल्झनमा पऱ्यौँ दिस भ्लग इज फर जस्ट अन्ली फर मेमोरीको लागि मात्रै हो यो भ्लग त्यस्तो हुन्छ नि पर्सनल अब कसैलाई केही चित्र दुखेमा माफ गरिदिनु होला अनि यो बाटो हेरेर फेरि बाइचान्स मेरो भिडियो भाइरल पनि हुनसक्छ नि त बाइचान्स भाइरल भइहाल्यो भने कि यो बाइचान्स भाइरल भइहाल्यो भने अनि मलाई चाहिँ गाली चाहिँ नगर्नलाई कुन बाटो लै भनेर अब हामी आफै जाँदा एउटा बाटो गर्छौँ आउँदा एउटा बाटो आउँछौँ फर्स्ट टाइम हो नि त तर हामीले धेरै एक्सप्लोर गऱ्यौँ गाइस अब यिनी दुइटा ह्यान्डसम ब्युटिफुल उनीहरू दुइटा टपर भइहाल्यो हुन चाहिँ यो पनि टपरै हो म चाहिँ खतरा टपर हो झन् डोन्ट अन्डरस्टिमेट द पावर अफ मी त्यही अब हामी जाँदैछौँ अब हामी बस्दा निक्लिन्छौँ त्यही हो बसर पुगेपछि देखाउँछौँ गाडीमा अब अलिअलि त्यसपछि भ्लग चाहिँ इन गर्छ होला मैले अघि बिहान जुन ठाउँमा ओर्दै थियौँ त्यो ठाउँ बजारमा छौँ यता पछाडि प्लेग्राउन्ड छ हामी गाडी कुदिरहेको छौँ गाइस आजलाई यति नै हो सबै थकित अवस्थामा छन् गाडी कुद्दैछन् सबै थकित अवस्थामा छन् कुशल यताहरू त हाम्रो क्लासको सिआर हो यो त्यही हो गाइस आज कस्तो भयो ल भन सर्टकट ल भन के अनएक्सपेक्टेड भयो के एक्सपेक्टेड थियो ल नसुचेको बाटो पनि एक्सप्लोर गऱ्यो एकदमै फुल अफ एडभेन्चरस थियो हामी त हुन्छ नि गुर्किँदै आएको के ल स्लाइड गर्दै नहिँडेको बाटोमा खेलियो सुने पो आज कस्तो दिन भयो भन समराइज गर छोटोमा आज लास्ट फगाइ हो बिहान 6 किलोमिटर पुगेको थिएँ तिमीलाई बिहानको कुरा सुना भनेको छैन हामीले अहिलेको आज हाइकको कुरा भन अहिलेको त थाहा छैन मलाई म र नि त दुइटै कुशल स्थानमा कस्तो भन्नु पुरा अनएक्सपेक्टेड एक्सप्लोर भयो आज हो गाइस आज हामीले सर्कल राउन्ड मार्यौँ कि एक्सप्लोर गऱ्यौँ अब भन्नाले हराएको पनि भन्न मिल्दैन त्यसलाई अब नथपाएर अब झुकेर अर्को बाटो गयौँ त्यही हो धेरै छैन त्यहाँ धेरै रुट छ कि हुन्छ नि गयो भने यता छ त्यति गर्दा पनि हामीले यस्तो मजाले सकुशल हामी फर्क्यौँ यस्तो तर कति अनएक्सपेक्टेड अब कुरा ठ्याक्कै भन्न सकिन्न होइन कति अब क्याप्चरै गर्न पाइनँ भने अब मोबाइल अब हातमा हुन्न चार्जमा यसरी चार्ज गरेर आएको छु गाइस उसमा हामीले चार्ज नभएर यस्तो छ प्लेग्राउन्ड त्यही हो गाइस लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई अब हामी चाहिँ अब नेक्स्ट टाइम अब यो समर भ्याकेसन स्टार्ट भयो क्या अनि त्यही भएर पनि एक दुईजना साथी आउन पाएनन् घर गएर नत्र हामी 6-7जना हुन्थ्यौँ आज चाहिँ 5जना मात्रै भयौँ अब अर्को नेक्स्ट टाइम चाहिँ अब हामी चाहिँ फेरि एक्सप्लोर गर्छौँ नयाँ ठाउँ
जे होस् अब हामी यो 4th सेमिस्टरकै 4 इयर हाम्रो सिएसआइटी सकिँदाजेलसम्म चाहिँ हामी धेरै ठाउँ घुम्नेवाला छौँ। ओके गाइज, बाई बाई, दिस वाज फर टुडे।